हेलो गाइज, फेरि पनि आइसकेको छु हजुरको सामने नयाँ भिडियो ल्याएर। आज चाहिँ सन्डेको दिन आज छुट्टी हुन्छ हामीहरूको। अनि त्यही खाली टाइममा के गर्ने सोचेको, अनि डिसमा चाहिँ अनि यस्तै चटपटी खाने मन लागेको अनि चटपटी बनाएको। अनि त्यही हो, मैले चाहिँ मेरो सादा चटपटी बनाउँदै गइरहेको छु। अनि मैले चाहिँ चटपटीमा आलु, टमाटर अनि चना यस्तै हालेको। अनि टमाटरलाई चाहिँ बोइल गरेर मिक्सरमा पिसेको। अनि म र अनि दादा हुनुहुन्थ्यो, अनि दादा चाहिँ सुत्नु भएको थियो। अनि पछि ट्याक्कै मैले चाहिँ रेडी गरेर अनि खानातर्फ लागि दाइलाई पनि उठाएको अनि दाइलाई दिएको। अनि भिनाज पनि आउनुभयो, अनि भिनाजलाई पनि दिन जानु लागेको। अनि त्यही हो, अनि भिनाजलाई दिँदा भिनाज चाहिँ कस्तो छ भनेको, अनि भिनाजले सुन्नुभयो अनि ठिकै छ भने। अनि पछि अनि ल हुन्छ भने बाई भने अनि बाहिर आएको। अनि त्यही हो, अनि हामी चाहिँ दुई भाइ बिना चटपटी खानातर्फ लागेको। अनि चटपटी चाहिँ बहुत टेस्टी थियो है, दामी थियो। सिम्पल तरकारी भए पनि मतलब सामान नपुगे नि राम्रो लाग्यो मलाई चाहिँ। त्यही हो, चटपटी खाएर अनि मस्त लाग्यो चटपटी खाएर। अनि चटपटी खाइसकेपछि अनि एकछिन रेस्ट गरेर अनि बर्तन ती थोडा फोहोर थियो अनि त्यही धोएको। अनि त्यही हो, खाएपछि धुनुपर्छ छिटो गरेर, जुठो भएर राख्नु हुँदैन। अनि त्यही हो, माझ्नुतर्फ लागेँ म चाहिँ। अनि माझ्सकेपछि क्लिन गरिसकेँ सब। अनि म चाहिँ एकछिन यस्तै ऐनामा यस्तो टक्क हेरेको, छोटो मेरो क्युट ऐनामा। अनि त्यसपछि म चाहिँ यस्तो बाहिर हावा खान बाहिर निस्केको। अनि बाहिर यस्तो हावा खानु पर्यो नि त, भित्रै कति बसिराख्ने छ चाहिँ। अनि यस्तै बाहिरको भ्यू देखाएँ। अनि भ्यू देखाइसकेपछि अनि यही हो, के गर्नु, बेङ्गलोरको जिन्दगी यस्तै हो। मेरो चाहिँ सानो चट्टै रुम। म चाहिँ भित्र आइसकेपछि डान्स गर्नतर्फ लागेँ। अनि डान्स पनि गीत पनि के को, दुर्गेश थापाको के हो तिम्रो नाम बहिनी परिचय पाऊँ गीतमा चाहिँ यो गीत लास्टै मनपर्छ है। अनि यो गीतमा एकछिन नाचेको, 5-6 मिनटसम्म नाचेको। अनि नाचिसकेपछि अनि त्यही हो, नाच्दा बहिनी आज के गर्दैछ, दाइले हेर्न थियो मलाई उताबाट पलङमा यस्तै बसेको थियो। आज यो के गर्न छ यसको चटक भनेर दादा हेरेको थियो। दाइको मोबाइलबाट गीत बजाएको, मैले चाहिँ नाचेको। अनि त्यही हो, यो गीत चाहिँ मेरो फेभरेट हो, दामी लाग्छ मलाई। अलि हिम्मत पनि देखाउँछ कि यो गीतले, मतलब कि यो गीतबाट केही चिज सिकिन्छ। अनि त्यही हो, नाचिसकेपछि चाहिँ अनि एकछिन अनि मेरो भ्लग त्यही हो अन्त्य भयो। छोरा पनि आउनुभयो,